एउटै प्रधानमन्त्रीले सारा डोकोभरि सबै बोकेर भारी हिँड्न सक्दैन। त्यसैले यो स्वायत्तताको कुरा जुन उठेको छ, पुँजीले उठाइरहनु भएको छ, उहाँ कोसिसमा हुनुहुन्छ, प्रयासमा हुनुहुन्छ। तपाईँले के भन्न खोज्नु भएको कि एउटा मन्त्रीले पुग्दैन, अझै प्रधानमन्त्री चाहियो? एकले प्रधानमन्त्रीले नसकेर त मन्त्री परिषद बनाएको हो। मन्त्री परिषदले नपुगेर त यो गाउँ गाउँमा वडाहरू सबै थोकेर बनाएको हो। अनि सबै जनताको समस्या डोकोम बोकेर समस्याको हल गर्न सक्नुहुन्छ? गर्न सक्नुहुन्न। यहाँ तपाईँहरू त जेनजीको माग पुरा गर्न सक्नु भएन। अहिले पोडकास्टमा गएर आफ्नो क्ल्यारिफाई दिइराख्नु भएको छ। तपाईँहरू के गर्न सक्नुहुन्छ? तपाईँहरू एउटा हत्यारालाई सजाय दिलाउन सक्नुहुन्न भने तपाईँहरू के गर्न सक्नुहुन्छ? तपाईँहरूको प्रधानमन्त्रीको पोस्टमा हुनुहुन्छ, यति ख्याल गर्नु कति पावर हुन्छ भनेर। तर तपाईँहरू मतलब सत्यानाश छ यार, पुरैको पुरै। हाम्रो देशमा मेयर पदमा भएको मान्छेहरू नेपाल हल्लाइरहेको छ, तर प्रधानमन्त्रीको पोस्टमा भएको मान्छेहरू छानबिनमै अड्केको छ अहिलेसम्म। खोइ पुलिस प्रशासन के इन्भेस्टिगेसन गरिरहेको छ, न मान्छेलाई समातेको छ, न केही गरेको छ, उल्टो प्रोटेक्सन दिएको छ, के गरिरहेको छ? यस्तो पाराले त चल्दैन आन्टी, बुझ्नुपर्छ तपाईँलाई पनि। अब रुक्ने बेला छैन हाम्रो जेनजी दाजुभाइहरू।